के छ हजुरबा सन्चै हुनुहुन्छ? अनि एकदम हट्टा कट्टा देखिनुहुन्छ अहिलेसम्म पनि। कति वर्ष पुग्नुभयो? 86, 87, 88, 89, 90। हाम्रो यता कार्की हजुरबा भन्दा 4 वर्ष कान्छा हुनुहुँदो रहेछ होइन? ए अनि केही भनिदिनु न, यो अब हाम्रो सलकपुरमा आएको कति भयो, कति पुरानो मान्छे हुन त अहिले नयाँले त सबभन्दा पुरानो मान्छेलाई नै नचिन्ने अवस्था आइसक्यो। 2007 साल असारमा। अनि जुन ठाउँमा बस्नुभयो त्यही ठाउँमा नै बसिराख्नु भएको छ है। आफ्नो ठाउँ साह्रै प्यारो लाग्छ होइन? अब अन्त गएर कहीँ बसौँ भन्न पनि सक्नुहुन्न। मेरा इष्टमित्र दाजुभाइहरू सबै यहीँ छन्। हजुर नातागोता जे भए पनि छन्, हजुर छिमेकी पनि छन्। गर्दा पर्दा बार्ता उनीहरूले जो सहयोग हुन्छ, हजुर मैले छोडेर जान अहिले मिल्दैन। हजुर ए मिल्दैन नि, अझै निकै भनेको पछि नै हुन्छ। हजुर अवस्थामा यस्तै छ। सलकपुरको भनेपछि ल ठिक छ, म तपाईँको यो रेकर्डको लागि नि एकदम सलकपुरमा एकदम बुद्धिजीवीको नाम लिँदाखेरि, राम्रो मान्छेको नाम लिँदाखेरि बुवाको पनि नाम आउने गरेको छ कि। अनि झट्ट आजको भेटमा चाहिँ अनि ठ्याक्कै आज देखेपछि मलाई ठ्याक्कै भिडियो खिचिराख्न मन लाग्यो क्या, खिचिरहन मन लाग्यो। अब सबैले तपाईँको बारेमा भन्दाखेरि एउटा राम्रो व्यक्तिको रूपमा चिनिनु भएको छ सोसाइटीमा, समाजमा होइन? आज यो तपाईँलाई चाहिँ क्यामेरामा कैद गर्न मन लागेर यो भिडियो बनाएको। हस् हुन्छ।